हामीले भन्ने गर्छौं हाम्रो देशमा रोजगार छैन, त्यो कारणले गर्दा हामी विदेशिनु पर्छ के। तर रोजगार नभएको कारणले गर्दाखेरि हामी विदेशिनु पर्दाखेरि यति धेरै दुःख खप्नु पर्छ कि त्यो हामीले घरमा आएर भन्न सक्ने अवस्थाको हुँदैन के, किनभने हामी खपेर बस्छौं के। केही समयको कुरा हो, यो भिडियोमा राम्रोसँग हेर्नु होला हैन। मलेसियामा एकजना दाजुको यस्तरी कुटपिट भएको छ कि म हेर्न सकिनँ कि भिडियो। तर यो भिडियोलाई हेरेर शेयर गर्नुभयो भने कोही व्यक्ति चाहिँ नि विदेश जाँदैछ भने एउटा सतर्क भएर जान्छ के। धेरै साथीहरूको विश्वास गरेर पनि हुँदैन। त्यो कारणले गर्दाखेरि आफूले आफूलाई विश्वास गरेर अघि बढ्न जरुरी छ। अनि त्यसपछि यो भिडियोलाई जति सक्दो शेयर गरिदिनु होला। मेरो लागि हैन, तर यो भिडियो हरेक मान्छेको अघि गयो भने उनीहरूले केही कुरा सिक्ने मौका पाउँछ के। त्यो कारणले गर्दा यो भिडियोलाई शेयर गरिदिनु होला। नमस्ते।